त्यसपछि म अर्का वक्ता बन्द सशक्त ऐक्यबद्धता पनि के व्यक्तित्व गरेर जुन लिम्बुवान संघर्ष समिति गठन भएको धन्यवाद छ। म यसपछि अब अलिक जोसिलो मन्तव्यको लागि म आमन्त्रण गर्न चाहन्छु। संघीयता विरोधीहरूले पहिचानको आधारमा संघीयता हुनै हुँदैन भनेर जसरी पुनः त्यो अहिले हामीलाई तपाईहरुको सहभागिताले अब पनि पहिचान सहितको संघीय प्रदेशको कुराहरू मात्रै गरेका छौं। यी प्रदेशहरूको 14 प्रदेश भनौं संविधान सभाको प्रारम्भिक काम 14 प्रदेशको कुराहरू आएन भने तपाई विस्तारै तपाईहरुको पार्टीहरूलाई सम्मानित भाषामा खस आर्यहरूको पार्टी बनाउँदै हुनुहुन्छ। मैले किन भन्ने म पार्टी छोड्छु भनेर, तपाई एमाले कांग्रेस माओवादीहरूले किन भन्ने म पार्टी छोड्छु भनेर भन्नु पर्दैन। आफै अहिले भएका हाम्रा पार्टीका नेताहरूले आफ्नो पार्टीहरूलाई पद प्रतिष्ठा र ओहदाको प्रयोग गरेर सिङ्गो ब्राह्मण क्षेत्रीको लागि मात्रै प्रयोग गर्दछन् भने त्यो हाम्रो लागि होइन भन्ने देखाउँछन् भने अनि हाम्रो लागि होइन रहेछ भने त हामी किन बस्ने? सबै कुरा अगाडि बढिरहेको छ। फेरि लिम्बुवान हुँदैन, फेरि संघीय हुँदैन। ठीक छ, ब्राह्मण क्षेत्रीलाई अन्य जातिबाट हटाउने कुरा यसमा हाम्रो सहमत छौं। यो राम्रो कुरामा हामी जहिले सहमत गरेर जान्छौं। तर लिम्बुवान हुँदैन भन्ने कुरा हामी मान्न तयार छैनौं। दमकको चोकमा कुमार लिङ्गदेन मुर्दाबाद भन्ने नारा लागोस्, स्वागत छ। दमकको चोकमा मनसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद मुर्दाबाद भन्ने नारा लागोस्, स्वागत छ। तर यो सबै पाइन्छ लोकतन्त्रमा, एउटा चीज पाइँदैन, लिम्बुवान मुर्दाबाद भन्न पाइँदैन र पाइँदैन। बहुत घोषणा चाहन्छु। रातको 12 बजे आउँछु, म एक्लै आउँछु, घाँटी थापिदिन्छु, सेर्नुहोस्, मार्नुहोस्। तपाईलाई त्यति धेरै हाम्रो खुनको प्यास लाग्छ, त्यति धेरै हाम्रो चुइसे 40 वर्ष चुसेर पनि तपाईलाई हाम्रो रगतको अझै पनि चुस्न मन लाग्दैन। आउनु, बोलाउनुहोस्, हामी आउँछौँ, घाँटी थापिदिन्छु, मार्नुहोस्। तर लिम्बुवान मरेको अब यो पुस्ताले हेर्न सक्दैन मित्र। म यो पनि उद्घोष गर्न चाहन्छु। हामी पुरानो सामन्ती एकात्मकवादी सोच बोकेका मानिसहरूले यदि हाम्रो लिम्बुवान संघीय स्वायत्त र आत्मअधिकार सहित एउटा संघीय स्वायत्त राज्य नदिएको खण्डमा हामीले भोलि एउटा समानान्तर एउटा जनसरकार लिम्बुवान वासीहरूको एउटा जनसरकार घोषणा गरेर हामीले एउटा बुलेटको बाटोबाट पनि हामीले सङ्घर्ष गरेर अगाडि बढ्न हामी तयार छौँ।